हेलो गाइज वेलकम टु माई ब्लग्स। आज चाहिँ हामी यहाँ बुलबुले घुम्न आएको छौँ। अब चाहिँ यो बुलबुलेको यत्रो ठुलो ताल छ। पुरै ताल चाहिँ राउन्ड गर्ने हो। यहाँ पछाडि हुनुहुन्छ हामी धेरै छौँ। अगाडि भन्डाजेहरू हुनुहुन्छ यहाँ। म सानो बच्चालाई बोकेर हिँडिराख्नु भएको छ। पुरै ताल चाहिँ राउन्ड गर्ने हो। वेलकम टु माई ब्लग भन भन। यो म चाहिँ यो फर्स्ट टाइम राउन्ड गर्दैछु। यति ठुलो छ। ल हेर्नुहोस् है, यो सुर्खेतको कर्णाली प्रदेशमा रहेको यो मुटु हो। यति ठुलो छ मुटु, कर्णाली प्रदेशको मुटु। अनि हामी मात्रै अगाडि आइरहेको छौँ। अरू सबै पछाडि धेरै पछाडि हुनुहुन्छ, परबाट आइराख्नु भएको छ। तर हामी चाहिँ अगाडि नै आइपुग्यौँ। यहाँ हुनुहुन्छ उहाँहरू चाहिँ। यत्रो धेरै हामीले राउन्ड गरेर आइसक्यौँ। भेना चाहिँ अगाडि हुनुहुन्छ अनि म चाहिँ अगाडि आएको। उहाँहरू चाहिँ पछाडि एकदम ढिलो हिँडिराख्नु भएको छ। हामी चाहिँ यो पुरै राउन्ड गरेर अनि मात्र घर जान्छौँ। गाइज यो चाहिँ तालको एकदम बिचमा आइपुग्यौँ हामी। यो यतातिरबाट घुमेर यतातिरबाट यस्तो मुखी आएर बिचमा आइपुग्यौँ। उहाँहरू पछाडि आउँदै हुनुहुन्छ। फेरि अब मैले खुट्टा पनि धोइसकेँ यहीँ। अनि अब फेरि हामी अगाडि जान्छौँ। जाम सानो चाहिँ ल अब फेरि सर अगाडितिर बढेर जानु पऱ्यो है त। यो चाहिँ धेरै जस्तो मान्छेहरू पिकनिक गर्नु पऱ्यो भने नि यहीँ आउने, अनि यतातिर घुम्न पऱ्यो भने पनि यहीँ आउने। यतातिर चाहिँ पिकनिक चलिरहेको छ यहाँतिर। अनि यहाँ आउने, डेकहरू बजाउने, मासु भातहरू पकाएर यस्तो खान्छन्। यहाँ चाहिँ महँगो बास्ना पनि आइरहेको छ मासुको। अनि यतातिर पनि पिकनिक छ होला। त्यहाँनिर पनि पिकनिक भइरहेछ। जता कतै पिकनिक मासुको बास्ना आइरहेछ। मलाई चाहिँ कस्तो भोक लागिरहेछ। हजुर आऊ छिटो, दौड ल। यताबाट सानो आइरह्यो। ल जाऊँ है त अगाडि। ल भ्लग बनाउँदै अब कसरी तर्छ यहाँबाट? लोटिन्छ ल। हिँड यो चाहिँ होम पाइप छ एउटा। यो होम पाइप चाहिँ कहाँबाट आएको थाहा छैन। तर यसको पानी चाहिँ यहाँबाट निक्लिरहेको छ। कहाँको यो पानी हो? सबै सुर्खेतकै फोहोर पानीभरि यहीँ जम्मा भइरहेछ होला जस्तो लाग्यो मलाई चाहिँ। पानी पनि कस्तो फोहोर देखिरहेको छ। यो सफा पानी निलो देखिनुपर्ने। यसको यो होम पाइप कहाँबाट आएको छैन। यहाँबाट यसरी बगेर आइरहेको रहेछ। ल त्यहाँ चाहिँ यस्तो मजाको पिकनिक भइरहेछ। मासुहरू पाकिरहेको रहेछ, महँगो बसाइरहेछ। मलाई थाहा पाइहाल्यो मासु पकाएको। यतातिर पनि रमाइलो भइरहेछ। अब हामी चाहिँ यतातिर जानु पऱ्यो। माछा मार्नुहुन्छ क्या उहाँहरूले? माछा मार्नको लागि उहाँहरूले पुरै जालहरू बोकेर हिँडिराख्नु भएको छ। अनि यत्रो पानी माछा त टन्नै होला त्यहाँ त। के होला यस्तो? ल गाइज आयो पानी जहाज आइरहेको छ। सुर्खेतको कर्णाली बुलबुलेमा चाहिँ यसरी पानी जहाज पनि चलिरहेको छ अहिले। पानी जहाज चढ्ने यत्रो ठुलो सपना थियो मेरो। त्यो पहिल्यैदेखि म चढ्ने भनेको। तर किन चढेको छैन मैले थाहा छ? प्याकेटमा पैसै छैन मेरो। त्यो भएर म नचढेको छु।
अरू बल्ल 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 आइपुग्नु भयो। हामी सबै भेट भयौँ। अब फेरि देखि अगाडितिर जाने अब अगाडितिर यतातिर हेर्दै घुमिरहेछ। बल्ल आधा जति घुम्यौँ भने नहुँदो रहेछ। ल यस्तो ठुलो यति ठुलो हामीले राउन्ड गरेर सकाउन लागिसक्यौँ अब। ल यहाँ चाहिँ मजाको शीतल रहेछ। म एकछिन यहीँ बस्छु। म चाहिँ धेरै अगाडि आएको छु। उहाँ चाहिँ लास्टै ढिलो 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 हिँडिराख्नु भएको छ। किन मलाई थाहा छैन। तर तिर पनि छन् धेरै। कति मेरो साथीहरू भेट्यो भने फेरि झ्याउ हुन्छ नि त हौ। म चाहिँ लुकी लुकी हिँडिरहेको छु भ्लग बनाउँदै। साथीहरू देखिने बित्तिकै छिटो मास्क लगाएको छु। मसित मास्क पनि छ। यो ल यो हेर्दाखेरि चाहिँ सबै राम्रो छ बुलबुलीहरू होइन। तर यो चाहिँ फोहोरहरू एकदम धेरै मात्रामा जताततै त्यस्तो त्यस्तो देखिन्छ। अनि यो कुरालाई चाहिँ व्यवस्थित भइदियो भइदियो एकदम राम्रो मेरो मनमा। यो चाहिँ मेरो फिडब्याक हो होइन। राम्रै छ त सबै राम्रै छ। तर यहीँभित्र पिकनिक गरिदिने यहीँभित्र फोहोरहरू गरिदिने गर्दाखेरि अलिकति नराम्रो जस्तो पनि लाग्यो मलाई।